वेलकम टू माई च्यानल टेक्नो सन्देशमा र साथीहरु आजको यस भिडियोमा मैले तपाईहरुलाई सब्स्क्राइब एनिमेसन बटन कसरी बनाउने भन्ने बारेमा जानकारी दिन गइरहेको छु। त्यसैले भिडियो लाइक गरिदिनु होला। साथीहरु हेर्न सक्नुहुन्छ जस्तै सब्स्क्राइब एनिमेसन ग्रीन स्क्रिनले हटिरहेको छ, तर यसको वरिपरि हेर्दा चाहिँ ग्रीन स्क्रिन देखिरहेको छ साथीहरु हरिहरु। यसलाई कसरी रिमुभ गर्ने बारेमा जानकारी दिने गर्छु। रिमुभ कसरी सही तरिकाले गर्ने त्यो कसरी गर्ने साथीहरु त्यसको बारेमा जानकारी दिन गइरहेको छु। जाने भिडियोलाई सुरुले गरेर अन्त दिदैन साथीहरु हेर्न चाहिँ च्यानललाई सब्स्क्राइब गरिदिनु होला, किनभने म तपाईहरुलाई यस्तै प्रकारको भिडियो लिएर आएको छु। लेट्स स्टार्ट दिस भिडियो। यसको लागि साथीहरु सबभन्दा पहिले तपाईले डाउनलोड गर्नुपर्ने हुन्छ सब्स्क्राइब एनिमेसन ग्रीन वाला। तपाईले यसको लागि सबभन्दा पहिले आफ्नो क्रोम ब्राउजर युज गर्नु होला। क्रोम ब्राउजर ओपन गरेपछि साथीहरु तपाईको सामने सर्च गर्ने अप्सन आउँछ। सर्च गर्ने अप्सनमा गइसकेपछि साथीहरु तपाईले यसमा सर्च गर्नु होला नेम सब्स्क्राइब एनिमेसन बटन। साथीहरु यति सर्च गरेपछि तपाईको सामनेमा यस्तै धेरै भिडियोहरु आउँछन्। तर यसमा साथीहरु तपाईलाई काम लाग्ने भनेको सिधै भिडियोमा अप्सनमा जानु होला। भिडियोमा त्यसपछि साथीहरु तपाईले त्यहाँ भिडियोको अप्सन धेरै देख्न सक्नुहुन्छ। त्यसमा एउटामा क्लिक गर्नु। जसमा यो जुन नेम वाला देखिरहेको छ यसमा चाहिँ म क्लिक गर्छु। साथीहरु तपाईको सामने एउटा दोस्रो नम्बरमा आइरहेको होला सब्स्क्राइब वाला जुन त्यो अगाडि प्रोफाइल अप्सन छ त्यसमा त्यसमा चाहिँ मैले क्लिक गर्छु र यसमा चाहिँ जुन चाहिँ डाउनलोडमा चाहिँ जानु होला। फ्री डाउनलोड भनेर तल लेखेको छ यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। जस्ट यसमा क्लिक गर्छु फ्री डाउनलोडमा। यदि क्लिक गर्छु साथीहरु यसमा चाहिँ तपाईले लगइन गर्ने अप्सन आउँछ। लगइन चाहिँ नगर्नु होला साथीहरु, हैन तपाईले अटोमेटिकली माथि हेर्नुहुन्छ स्टार्टिङ डाउनलोड भनिरहेको छ। यसको मतलब डाउनलोड हुन स्टार्ट भइसकेको छ। साथीहरु हेर्न सक्नुहुन्छ माथि चाहिँ मेरो डाउनलोडको अप्सन आइसकेको छ। हेर्न सक्नुहुन्छ माथि चाहिँ आइरहेको छ। यति पछि साथीहरु तपाईको एउटा चाहिँ डाउनलोड हुन्छ। त्यसैगरी साथीहरु हेर्न सक्नुहुन्छ यसको जस्तै रिलेटेड अरु सजेस्ट गरेर आउँछ। यसमा चाहिँ तपाईले यहाँ एउटा डाउनलोड गर्न जस्ट मैले डाउनलोड गर्न चाहन्छु साथीहरु। यसलाई म डाउनलोड गर्न चाहन्छु फ्री डाउनलोडमा चाहिँ फ्रीमा क्लिक गरिदिन्छु। साथीहरु यसमा क्लिक गरेपछि साथी तपाईको सामने यो अप्सन आइहाल्छ फेरि नै स्टार्टिङ डाउनलोड भनेर। यति पछि साथीहरु तपाईको सामने चाहिँ डाउनलोड गर्न फेरि अप्सन आइसक्यो। यसलाई कट गर्नु होला साथीहरु। यति गर्न बित्तिकै तपाईको माथि हेर्न सक्नुहुन्छ डाउनलोड भइसकेको छ। साथीहरु म जस्ट यसमा डिटेलमा क्लिक गर्न चाहन्छु किनभने म हेर्न चाहन्छु डिटेल डाउनलोड भएको छ कि छैन। साथीहरु हेर्न सक्नुहुन्छ मेरो चाहिँ डाउनलोड भइसकेको छ। र साथीहरु यति भइसकेपछि तपाईले जस्ट आफ्नो चाहिँ काइनमास्टरलाई ओपन गर्नु होला मोबाइलको। साथीहरु तपाईले काइनमास्टरमा क्लिक गरेपछि तपाईले क्रिएटिभमा क्लिक गर्नु। त्यसपछि तपाईले रेसियो सिलेक्ट गर्नु। जसमा यसमा 16:9 सिलेक्ट गर्न चाहन्छु किनभने युट्युबको भिडियोको रेसियो यति नै हुन्छ। र त्यसपछि क्रिएटिभमा क्लिक गरेपछि साथीहरु तपाईको सामने यस्तो इन्टरफेस आउँछ। यसलाई म रोटेट गर्छु। साथीहरु फाइनली हाम्रो मोबाइल चाहिँ रोटेट भइसकेको छ। तपाईले सबभन्दा पहिला के गर्नु होला भने आफ्नो सब्स्क्राइब एनिमेसन बटन चाहिँ डाउनलोड गर्नु भएको थियो त्यसलाई चाहिँ हेर्न जस्ट हेर्न चाहिँ राख्नु होला। जस्ट म यहाँ जान्छु र जुन चाहिँ मेरो अघि डाउनलोड गरेको छ माथि धेरै छन् हैन हेर्नु त। तर म साथीहरु तपाईले एउटा सिम्पल स्टेपमा हेरौँ भने एउटा हल्का हेर्न हल्का गर्छु। यसलाई क्रस गरौँ साथीहरुलाई म यता हल्कातिर ब्याक गर्नु पर्छ। ओ साथीहरु माथि गएर कट गर्न पनि यसलाई कट गरिहाल्नु। साथीहरु तपाईले यहाँ थर्ड नम्बरमा एउटा सब्स्क्राइब एनिमेसनको बटन देखिरहेको होला त्यसमा चाहिँ म क्लिक गर्न चाहन्छु। जस्ट यसलाई मैले क्लिक गरेर हेरेर राखेँ। र साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो सामने आइसकेको छ चाहिँ। र साथीहरु सबभन्दा पहिला के गर्नु भने चाहिँ यसलाई चाहिँ प्ले गरेर हेरिहाल्नु होला कस्तो छ भनेर। यसमा साथीहरु सबभन्दा पहिला पप हेर्ने साथीहरु बिचबाट हल्का माथि बिचबाट पहिला निक्लिएको छ त्यसपछि यताउता फैलिएको छ। यसको साथीहरु जस्तो हामीले यसमा टेक्स्ट लाउनु पर्ने छ टेक्स्टलाई पनि अगाडि यतातिर राइट गरेर लाउनु पर्ने छ। त्यो मेरो बुझे अनुसार चाहिँ सबभन्दा पहिला चाहिँ हामी टेक्स्टलाई चाहिँ लेखिहालौँ। साथीहरु हाम्रो टेक्स्ट चेन्ज आइसकेको छ। जस्ट मैले फोन्ट चेन्ज गर्न जाने फोन्ट चेन्ज गर्ने बेला हामी चाहिँ एबी फोन्ट लेखेको छ त्यसमा क्लिक गर्नु होला। जस्ट त्यसमा चाहिँ जुन दोस्रो लाग्यो एन्ड्रोइडको र यसलाई चाहिँ म यहाँ सही टिक गर्छु किनभने मलाई यही फोन राम्रो लाग्यो अहिलेको लागि चाहिँ। साथीहरु हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ फोन लागिसकेको छ र ब्ल्याक कलर पनि लागिसकेको छ। साथीहरु हेर्न सक्नुहुन्छ यसको चाहिँ हल्का एडजस्ट गर्नुपर्ने हुन्छ किनभने यसमा मिलाउँदा हल्का ह्यान्ड हल्का सामना गर्नुपर्ने हुन्छ कठिन हुन्छ नि साथीहरु। अहिले मिलाउँदाखेरि त्यसैले चाहिँ हल्का टाइम लाग्छ। सबभन्दा पहिले यसलाई चाहिँ मिलाएर ओके साथीहरु हाम्रो चाहिँ हल्का मिलिसकेको जस्तो लागिरहेको छ मलाई चाहिँ। साथीहरु हेर्न सक्नुहुन्छ मैले यताउता ड्र्याग गरेर आएको छु किनभने यसमा चाहिँ हल्का एडजस्ट गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला चाहिँ म यसको जुन की फ्रेम्स त हटाउन चाहन्छु र यहाँ हटि नै राखेर यसको साथीहरु यसरी तपाईले हटाउन सक्नुहुन्छ हैन। यसमा चाहिँ मेरो हल्का दाबिने बित्तिकै की फ्रेममा लागिहालेको त्यसैले गर्दा न तपाईको बनिहाल्छ। साथीहरु हेर्नु चाहिँ यस्तो आइसकेको छ। र यसको जुन 3D एनिमेसन लिङ्क ग्रीन स्क्रिन वाला चाहिँ कसरी आइरहेको छ त्यसलाई हेर्नुपर्छ। हेर्न सक्छ साथीहरु हैन हाम्रो चाहिँ फाइनल चाहिँ हल्का एडजस्ट गर्नुपर्ने हुन्छ। र मैले यसलाई अर्को चाहिँ डिलिट गरेर चाहिँ यो राखेको चाहिँ किनभने चाहिँ अगाडि हाम्रो की फ्रेम लागेको थियो टेक्नो सन्देश। ओके हाम्रो भइसकेको छ। र यसलाई चाहिँ हामी एडजस्ट गरिहाल्छौँ। सबभन्दा पहिला चाहिँ कलर जुन कलरलाई हामी चुज गरेर ब्ल्याक नै हुन्छ हाम्रो किनभने यसमा चाहिँ ब्ल्याक नै राम्रो लाग्छ। र साथीहरु त्यसपछि हेर्न सक्नुहुन्छ हामीले चाहिँ हल्का एडजस्ट गरिहाल्नु। यसपछि हल्का यसलाई चाहिँ यो जुन भिडियो अनुसार चाहिँ हामीले यहाँ मिलाउनु पर्ने हुन्छ। र यसको चाहिँ हल्कातिर ट्राई गरिहाल्नु। ओके हामी चाहिँ यसको जुन क्लेम हराएको केही पनि छैन साथीहरु तपाईले यतातिर चाहिँ मिलाउन सक्नुहुन्छ। साथीहरु हेर्न सक्नुहुन्छ हैन यसको यतातिर राइटतिर आइरहेको छ यो क्लियर चाहिँ
यसको साथीहरु हामीले चाहिँ हैन जुन चाहिँ यतातिर चाहिँ निकाल्नु पर्ने हुन्छ। यसलाई हामीले चाहिँ यता हेरिहाल्नु पहिला। ओके यो त हैन साथी, यो हैन, यो चाहिँ हैन, माथि चाहिँ जाउँ हजुर। हेर्नु चाहिँ हो हेर्नु साथीहरु, यो राइटतिर हुनुहुन्छ हो। यसलाई चाहिँ हामी मिलाउनु गरेको छौँ किनभने योसँग यसले मिल्छ हामीलाई। साथीहरु हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ ठ्याक्कै मिलिसकेको छ हल्का हेऱ्यौँ भने। त्यसपछि अब अरू चाहिँ हेरौँ के रहेछ। ओके ठिकै छ, हामी अब आउट एनिमेसन अनि के आउट एनिमेसनतिर लाग्नुपर्छ किनभने अब आउट एनिमेसन पनि लगाउनुपर्छ। सेम यस्तै अब लेफ्टतिर जाने लेखेर कट लेफ्टतिर जानु पर्यो। यो हो लेफ्ट। अरे यसको माथि जाउँ साथीहरु हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ भइसकेको छ। यही नै चाहिएको थियो हामीलाई, यो भइसकेको साथीहरु हेर्नु सक्नुहुन्छ। हामीलाई चाहिँ एड्रेस भइसकेको छ। हल्का यसलाई प्ले गरेर हेरेर ओके हाम्रो भइसकेको छ। यति चाहिँ हल्का यसलाई चाहिँ हल्का एड्रेस गर्नुपर्ने हुन्छ। ओके यो आयो, यसलाई हल्का ठुलो बनाएर साथीहरु सधैँलाई हल्का हल्का बनाउनु पर्ने हुन्छ। हल्का यसलाई ठुलो बनाएर यसलाई हल्का जुम। ओके नभए यतिमै भइहाल्छ होला, पक्कै हुन्छ भइहाल्छ। यति भए चाहिँ हाम्रो चाहिँ साथीहरु हेर्नु सक्नुहुन्छ हाम्रो चाहिँ भइसकेको छ। र साथीहरु हाम्रो चाहिँ भइसकेको छ फाइनल चाहिँ। अब हामी चाहिँ अझमा गएर चाहिँ जुन आफ्नो जुन लोगो छ त्यसलाई चाहिँ ल्याएर छौँ फटाफट। त्यसरी लिनुको लागि पनि तपाईँले जस्ट लेयरमा क्लिक गर्नु ल, होइन इमेज भन्ने हुन्छ, इमेजमा गएर आफ्नो लोगो ल्याउनु सक्नुहुन्छ। म जसमा ल्याएर राखेको छु। साथीहरु हेर्नु सक्नुहुन्छ मैले चाहिँ लोगो ल्याइसकेको छु। साथीहरु यसलाई चाहिँ क्रपिङ पनि गर्न जरुरत हुन्छ किनभने पछाडिको भाइट चाहिँ राम्रो देखिँदैन, त्यसलाई चाहिँ यसमा दाब्नुलाई लोगोमा त्यसमा तल लेखेको हुन्छ क्रपिङ भनेर हेर्नु सक्नुहुन्छ। क्रपिङ भनेको चाहिँ यसलाई बस क्लिक गरेर इनेबल गरेर सेभमा जानु र सर्कल सेलेक्ट गर्नु होला। त्यसै कारण तपाईँको जुन सेप चाहिँ सर्कलमा आउँछ र राम्रो देखिन्छ, दामी देखिन्छ। यतिकै चाहिँ तपाईँको साथीहरु क्रपिङ गर्ने जरुरत हुन्छ। तपाईँले जस्ट यसमा एडजस्ट गर्नु होला। म चाहिँ हल्का यसलाई एडजस्ट गरिहाल्छु। सबभन्दा पहिला भिडियोलाई चाहिँ प्ले गर्नुपर्ने हुन्छ। भिडियो अनुसार चाहिँ हामीले चाहिँ क्रपिङमा चाहिँ लाउनु पर्ने हुन्छ। जसले म चाहिँ एकचोटि भिडियो चाहिँ प्ले गर्छु। ओके हामी चाहिँ यतातिर लाउनु पर्ने हुन्छ। जुन यो रेड रानिङ साथीहरु जुन युट्युबको जुन बटन छ त्यसको यतातिर व्हाइट रहेको त्यसको पिछेमा जुन स्पेस रहेको त्यसमा चाहिँ हामीले लाउनु पर्ने हुन्छ। साथीहरु हेर्नु चाहिँ हाम्रो चल्का लगाइरहेको छु र हेर्नु चल्का मिल्दा छैन, यसले त हल्का ओके नै ठिक छैन, हल्का त लाउनु हल्का सानो गर्नुपर्छ साथीहरु। यो चाहिँ अहिले भएन, अझ हल्का गर्नुपर्छ। एकचोटि मिलाइहाल्नु। ओके साथीहरु हाम्रो भएन हल्कातिर चाहिँ होइन, यसलाई चाहिँ मिलाइहाल्नु हामी। साथीहरु हेर्नु चाहिँ हाम्रो चाहिँ यतातिर के चाहिँ अप्सन हो साथीहरु, अघि हामीले जुन ल्याएको थियो त्यही एनिमेसन चाहिँ लाउन सकिन्छ हुन्छ। हेरेर चाहिँ राइट साइड ठिकै छैन, यो अर्को लाउँ हामी। कता गयो भने चाहिँ यो साइड नानी यो चाहिँ हेर्नु साथीहरु, यो चाहिँ होइन हामी माथि चाहिँ रहेको छ हेर्नु। यो ओके साथीहरु यो चाहिँ राइट यही हो साथीहरु हाम्रो जुन चाहिँ हामीले लाउनु खोजेको टेक्स्टमा हुन्छ यसमा पनि हामीले त्यही लाउनु पर्ने हुन्छ। जसले म चाहिँ लेफ्टमा गरिहाल्छु। ओके हाम्रो भइसकेको छ यति चाहिँ। यदि साथीहरु तपाईँले चाहिँ एडजस्ट गर्नु होला। साथीहरु हेर्नु चाहिँ हाम्रो चाहिँ आइसकेको छ, पर्फेक्टली भइसक्यो साथीहरु हेर्नु छ। यो चाहिँ हेर्नु जस्तै नामसँगै यो पनि हेरेको साथीहरु। यति साथीहरु तपाईँको यति चाहिँ काम त 50% चाहिँ यति कम्प्लिट भइसकेको छ। यति साथीहरु हेर्नु चाहिँ हाम्रो यति रहेको छ। र साथीहरु हल्का स्पिड पनि कम गर्नु होला किनभने अझै आपको तपाईको जुन स्पिड अनुसार चाहिँ यसमा हुन्छ साथीहरु। यदि तपाईको यो छिटै भएर पछि ढिलो भयो भने यो मिल्दैन साथीहरु। अहिले ढिलो भइरहेको छ हाम्रो चाहिँ। यो अगाडिको जुन सेतो लाइन चाहिँ अगाडि आएको छ भने हाम्रो नाम चाहिँ पछाडि आएको छ च्यानलको चाहिँ पछि आएको छ साथीहरु। यसलाई चाहिँ स्पिड पनि यताबाट कम गर्न सकिन्छ। ओके हामी चाहिँ 1 र 1.5 को बिचमा राखौँ। कति कुन चाहिँ हेरिहाल्नु पहिला चाहिँ। ओके हेरेर चाहिँ नै साथीहरु अहिले ठिकै छ यति चाहिँ होइन। यसलाई 50सम्म खिचिहाल्नु। अहिले त्यसमा खिच्यो भने बिचमा गइहाल्छ, त्यसरी फिल्म्स यसलाई पछाडि खिचिहाल्नु। ओके हेर्नु चाहिँ हल्का यसलाई भयो साथीहरु। त्यो भएपछि यसलाई हामी खिचिहालौँ। ओके यति भयो साथीहरु हेर्नु यति भइसकेको छ। यसलाई चाहिँ पछाडि गएको गर्नुपर्ने साथीहरु। साथीहरु हल्का यसलाई मिलिरहेको छैन। यो नाम चाहिँ पछि आउँछ के जुन यो अगाडिको लाइन हुन्छ नि त्यो खतम हुने पछि आउँछ हामी साथीहरु। यो चाहिँ मिलिरहेको छ। ओके ओके साथीहरु हेर्नु। ओके हेर्नु चाहिँ हल्का हल्का मिलिरहेको। ओके हामीलाई हल्का कम गर्नुपर्ने जस्तो लागिरहेको छ मलाई चाहिँ। हेर्नु चाहिँ यसलाई 0.5 र 1 को बिचमा राख्यो भने ठिकै होला। हेरेर एकछिन चाहिँ यो भयो हाम्रो अगाडिको ठिकै छ साथीहरु। अब पछाडि हेरिहाल्नु। यता लेफ्ट 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 हटा अझ नि मिलिरहेको छैन हल्का हेर्नु चाहिँ। ओके अहिले भयो साथीहरु। ओके साथीहरु हल्का माफ गरिदिनु किनभने मैले माथि लोगोमा चाहिँ क्लिक गरिरहेको छु, हाम्रो टेक्स्टमा भन्दा लोगोमा क्लिक गरिरहेको छु, त्यसैले गल्ती भएको थियो। अब हामी चाहिँ फटाफट चाहिँ यसलाई मिलाएर 0.5 ओके हामीले चाहिँ कति छ ठिकै छ र हल्का यो छिटो भयो हल्का ढिलो गर्नु पर्ने हुन्छ। ओके हामीले चाहिँ हल्का मिलाएर यसले चाहिँ हेर्नु मिलाएर साथीहरु छिटोमा मिलाइहाल्छु यसलाई चाहिँ।
र साथीहरू फाइनल चाहिँ हाम्रो चाहिँ हल्का एडजस्ट भइसक्यो साथीहरू र हेर्नुहोस् हाम्रो चाहिँ हल्का आइसक्यो अगाडि चाहिँ यसलाई चाहिँ पछाडि अब ब्याक जान चाहिँ टाइम कति लाग्छ हेरौँ हेर्नु चाहिँ साथीहरू चाहिँ पर्फेक्ट चाहिँ भइसकेको छ हेर्नु जतिसम्म लाग्छ मलाई चाहिँ हेर्नु चाहिँ एकचोटि क्लिक गरेर चाहिँ हेरौँ यहाँ अगाडि आयो अब हेर्नु चाहिँ हल्का पछाडि हान्छु होइन त्यसपछि हल्का लेफ्टतिर जानु साथीहरू चाहिँ पर्फेक्ट चाहिँ हाम्रो यति भइसकेको छ साथै यति भइसकेको छ हल्का चाहिँ हाम्रो काम चाहिँ हेर्नु चाहिँ सकिसकेको छ साथीहरू यति भएपछि तपाईँको काम कम्प्लिट गर्छ साथीहरू हाम्रो चाहिँ हेर्नु अब धेरै पर्दैन यति भएपछि भयो साथीहरू यति भएपछि साथीहरू अब यसलाई चाहिँ जुन चाहिँ हामीले सेभ गर्नु लागि चाहिँ के गर्नुपर्छ भने माथिको जुन अपलोड आइकन छ त्यसमा क्लिक गर्नु त्यसपछि हेर्नु चाहिँ तपाईँलाई के छ भने चाहिँ यसलाई फुल गर्नु होला यसलाई चाहिँ यो छ नि यसलाई चाहिँ हाई गरिदिनु सेभमा क्लिक गरिदिनु यति भएपछि साथीहरू तपाईँको कम्प्लिटले चाहिँ यो सेभ गर्नु लाग्छ हाम्रो चाहिँ टाइम लागेको चाहिँ हेर्नु चाहिँ यसलाई सेभ हुन्थ्यो ल भइसक्यो फास्ट साथीहरू होइन हेर्नु चाहिँ फाइनल साथीहरू यति भइसकेको छ र साथीहरू यति भइसक्यो तपाईँको जुन चाहिँ सब्सक्राइब एनिमेसन बटन चाहिँ साथीहरू तपाईँको कम्प्लिटली पुरा भइसक्यो साथीहरू यति भए साथीहरू तपाईँले चाहिँ आफ्नो सब्सक्राइब एनिमेसन चाहिँ बनाउन सक्नुहुन्छ साथीहरू यस्तै चाहिँ म अरू पनि भिडियोहरू बनाउने बेला छु सब्सक्राइब एनिमेसन बटन कसरी बनाउने योभन्दा अर्को तरिका चाहिँ साथीहरू यो चाहिँ सिम्पल हो चाहिँ अन्त हल्का हार्ड स्टेप पनि हुन्छ साथीहरू यसलाई चाहिँ भिडियोमा कसरी एडजस्ट गर्ने म जस्तै आफ्नो सब्सक्राइब एनिमेसन भिडियोहरूमा चाहिँ होइन एड गरेर आउँछु बिना ग्रेडिसलाई हटाएर यसको पनि म भन्ने आउँछु अर्को भिडियो साथीहरू यो भिडियोमा भन्न सक्ने किनभने यो भिडियो लामो भइसकेको छ साथीहरू म मिल्नेछु अर्को भिडियोमा हाम्रो च्यानललाई लाइक गरिदिनु अलिक साथीहरू भिडियो लाइक गरिदिनु च्यानल अहिले हुन्छ भने च्यानल सब्सक्राइब गरिदिनु होला कमेन्ट बक्समा भनिदिनु कस्तो लाग्यो यति मैले साथीहरू आज तपाईँसँग भिडियो बनाएको बाई